खोल्नु नि भाबी जान भन्ने हो क्या आफ्नो पहिला छिटै जाओस् भन्नुहुन्छ हैन आफ्नो बहिनीको छिटो घरबार बसेको हामी चाहन्छ इङ्ग्लिसमा भुजालाई हेलो गाइज वेलकम टु माई न्यू भ्लग तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज फेरि म नयाँ भ्लग लिएर आएको छु होइन आज चाहिँ म इन्टरभ्यू जाँदैछु र बिच बाटोदेखि मैले तल आएदेखि मैले भ्लग बनाउनु सुरु गरेँ म र धीरज जाँदैछु धीरजको आज इन्टरभ्यू भएको कारणले गर्दा धीरजको साथी म गइरहेको छु अनि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने मलाई आशा छ अनि हिजो चाहिँ एकदमै पूर्वको धेरै ठाउँहरूमा पानी परेको कारणले गर्दाखेरि दिन एकदमै होइन शीतल छ घाम लागेको छैन अनि धुलोहरू पनि त्यति उडेको छैन अलिअलि उडिरहेको छ होइन अनि टिखरहरू पनि एकदमै कुदिरहेको छ टिखरहरूले पनि एकदम कुदिँदाखेरि एकदम धुलोहरू केही उडेको छैन किनभने पानीले गर्दाखेरि सबै माटो भिजेको छ होइन बाटोको यसो छेउछेउ कुराहरू तपाईँ देख्न सक्नुहुनेछ इन्टरभ्यू दिन आएको कुवेतको लागि क्या कुवेत होइन भाइ कुवेतको लागि आएको इन्टरभ्यू दिनलाई ओभर बोरिङ भइरहेको छ होइन अब भाइ पनि ओभर भाइको इन्टरभ्यू हो मेरो भन्दा पनि त्यति गाह्रो छ त्यो भएर अब कुवेततिर जानु पर्ला जस्तो भनेर चाहिँ आएको नै घुम्दै साने चाहिँ म फेरि दाइ जोत्न कहाँबाट आउनु यहीँ गएर गुडमा नि त्यहाँ छेउबाट छेउबाट विश्वविद्यालय माथिल्लो छ नि तलवटी छ ए मलाई गुडमा त कुना कुना थाहा छ नि मलाई गुडमा त मलाई कुना कुना थाहा छ नि हजुर त्यो परिवार हो परिवार हुन्छ त श्रेष्ठ हो सरी सरी हो यात्रा श्रेष्ठ भाइ र म चाहिँ अहिले नास्ता खानेर छु नमस्ते नास्ता नास्ता खाएको ममा आएको छ म त्यो बाहिरमा खाँदैछु होइन आइसकेको छु मेरो जिग्री घर जिग्री भाबी नि भाबी जान ढोका खोल्नु नि भाबी जान भन्ने हो क्या पनि के हजुर बाबाला नमस्ते 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 होइन गाइस म चाहिँ आज छिर्सिएको छु म चाहिँ हेर्नु होइन मेरो जिग्री अरे भाबी जान मेरो जिग्रीको यो त मेरो जिग्रीको फर्म है मेरो जिग्रीको फर्म होइन के रुँदै बस्नु भएको मेरो रुम हरे जिग्री यो एकापट्टि चाहिँ हैन एकापट्टि यहाँ कुखुरा खोल्नु अरे अनि त्यहाँ सुत्नु कुखुरा हेर्दै सुत्नु अरे म ठिक छ त नो प्रब्लम रुम बनाइदिनु आटेको रुम ठिक छ त ल मेरो जिग्रीको हुनेवाला रुम अरे होइन मेरो भाउजूले छोइदिनु भएको छ जिग्री अम्बक समस्तै अब अम्बक पाकिरहेछ दुइटा जिग्री कुखुराको भाले भाइरल हुन्छ उ हेर्नु अम्बकहरू पाकिरहेछ दुइटा खै छोड्नु न तपाईँको मोबाइल चाहिँ उता लानु भाउजू काटेर खाइदिउँ ए हो सोसिकाको पो थियो त ए हो र ससिला म दिइहाल्छु नि पैसा दिएर फकाइहाल्छु सोसिकाले दिएको मनमा यत्रो नै चल्ला ए हो र भाइ काली ननिस्के भाइ ननिस्के ल हेर त यता हुन्छ भाउजू भाइरल कुखुरा बुढी अरे क्या
काले पो त्यही त काले हो काले काले होइन गोरो रातो रातो छ भने कता काले भन्नुभएको तपाईँले नि मैले राखिदिएको नाम काले अनि कालो त तपाईँ हुनुहुन्छ त नि बिहानै थुपारेर मैले छोडिदिइहालेँ सुप त म र भाउजू होइन काकासँगले भाले खेल्दैछौँ होइन आज जिग्री कोटेरसँग आएको छु जस भाले चाहिँ कडक छ कहाँ आम्मा कटकट ल राखिदिनु ल अरू हामी देखाउने नै छौँ कलाहरू होइन जिग्री चाहिँ मेरो होइन ल जिग्री त इन्टरभ्यू दिइकन आएको नि त भाइले खतरा दियो भाइले ठिक छ त अस्ति नै सेक्रेटरी हेर्न गएको थियौँ होइन 5-3 शनिबार मैले के भनेको नि जिग्री होस् नहोस् तर इन्टरभ्यू दिनु भनेको क्या सबलाई कम्पनीबाट हो जिग्री सेक्रेटरीको आफ्नो पहिला छिटै जाओस् भन्नुहुन्छ हैन आफ्नो बहिनीको छिटो घरबार बसेको हामी चाहन्छौँ आफ्नो पहिला घरमा बसेर देख्न सक्नुहुन्छ दादाहरुले परिवार बसेको हामी हेर्न चाहन्छौँ दाजुहरूको यो के अरे चाहना हो दाजुको चाहना दाजुहरूलाई पहिला धेरै हुँदो रहेछ मैले होइन हामी भान्दा भन्छु हेर्न चाहन्छौँ सुकु हेर्न चाहन्छौँ गए दादा धन्यवाद 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 बल्ल मेरो बहिनीले बुझ्यो कुरा दुःख हुँदो रहेछ सुख पनि हुँदो रहेछ तर अब कसरी बिताउने र कसरी चाहिँ भनौँ न त्यो खण्डमा चाहिँ बस्ने भन्ने कुरा चाहिँ हामीमा पनि भर पर्दो रहेछ भन्ने थाहा पाएँ थाहा पाएँ अनुभव वाह वाह This is iPhone and it is our phone. वाह नरे बु थोरै आवाज आवाज हजुर इङ्ग्लिसमा भुजालाई Wait a minute. दिस इज फुलारो केको फुलाउरो मान्छेको फुलाउरो कि बजारको राइस फुलारो राइस फुलारो फुलारो ए होइन राइस हो कि Mommy? हुँदो राइस जिरी खान जाने ए फुलारो फुलारो चाहिँ नेपालीमा आयो भने चाहिँ अब के भन्नु होला एयर राइस या राइस दिस इज द खाइस दिसी चाहिँ गएर 50 बियर गएर पचाइन्छ अनि फेरि निकालेर खाइन्छ जैसा खाया वैसा आयो फेरि खायो त गनायो मिल्छ राम्ररी मिल्छ अघि मासु भएको चाहिँ भिडियो गरिएन भुजा भएको चाहिँ भिडियो भइरहेछ रमाइलो छ जिग्रीको जिन्दगी छ जिन्दगी जिग्री बेग्रो त भइरहेको भित्र होला नि त अनि अचारको बयम हजुरहरू 5 किलो मासु सकेर अहिले भुजा